हजुर पनि आउनुहुन्छ भने त म त दिनको 3 चोटि आइरहन्छु नि त म्याडम। काम गर्नु छैन खाली आफूले कुनसा काम गरे जस्तो के। पानीमा हाम्रा आँखाले देख्न नसकिने सूक्ष्म हानिकारक जीवाणुहरू हुन्छन्। यसलाई निर्मूल पार्नका लागि क्लोरिन मिश्रित पानी वितरण गर्नुपर्छ। के भयो कि तिम्रो बुहारीले यसरी शिरमाथि चढाएर राख्नु हुँदैन। सधैँ पाइताला मुनि खिचेर राख्नुपर्छ। आफ्नो अनुहारमा हेरेर नसनी गरेर कसरी टुप्पिएर राखे कि। महिनावारी भएको बेलामा अनिवार्य नुहाउने बानी बसाल्नुपर्छ। अनि प्याड पनि फेर्नुपर्छ। प्याड भएन भने सफा टालाहरू राख्न सकिन्छ, तर फेर्न चाहिँ पर्छ कि नानी। अहिले स्वाङ पार्न पर्दैन। जसरी हुन्छ यसलाई कसरी हुन्छ यसलाई पेल्न पर्यो क्या। यसलाई गाली गरेर हुन्छ कि कुटेर हुन्छ कि यसलाई जति सक्दो पेल्न पर्यो। होइन बुढी के भयो त? यसो कहिलेकाहीँ मन दुखेको बेलामा बुढासँग बोल्न त हुन्थ्यो, अब त झन् त्यो पनि होला। कति पापी हुन्। हेर बुढी, त्यो हाम्रो बुहारी भन्नुदिला छ नि, तैँले पनि केही गरी तलाउनु छैन, मलाई पनि टेर्न छोडी त्यसले। अब त्यसलाई तलाउनलाई 1 मल्ला भैँसी त छँदैछ, अर्को 2 मल्ला भैँसी थपेर बिहानदेखि त्यसलाई घाँस काट्न लालाई भैँसीलाई चाहिँ खोले पिठो लालाई काम चलाउनु पर्यो क्या। अब त्यही गर्नु पर्ला। मैले सोचिरहेको छु यसलाई कसरी तलाउनु। त्यही त, अरू उपाय त केही पनि मिल्दैन नि। फोन एकछिन है। ए छोरीले। हेलो छोरी। हेलो बुवा, नमस्कार। भाग्य मानिस सन्चै हुनुहुन्छ? सन्चै छौँ, सन्चै छौँ। मैले भाउजूलाई फोन गरेको थिएँ, तपाईँले किन उठाउनु भयो? भाउजू त्यो खाटमा मोबाइल छोडेर हिँड्ने चाहिँ कहाँतिर गाउँतिर अब घुम्न गएको थिएँ। अब म अरूको फोन भए उठाउँदिनँ, तेरो नम्बर चिनिहालेँ अनि फ्याट्ट उठाएको। ए भाउजू कति बेला आउनुहुन्छ त? कति बेला आउने हो, अब आउनु त ठेगान छैन नि। अहिले आएपछि म भनिदिउँला क्या, नन्दले फोन गरेको थियो काठमाडौँ फोन गर्नु रे भनेर भनिदिउँला। ए अरू त सबै ठिकै होला नि बुबा? ठिकै छ छोरी, ठिकै छ। नआत्तिकन बस। अब तँलाई न्यास्रो लाग्यो होला। अब यहाँ आमाले पनि सम्झै थिए छोरीलाई यसो फोन गर्न पर्ने भनेर म फोन गर्छु भन्दै थिएँ। तैँले हामीलाई फोन गरौँ भन्दा भाउजूलाई फोन गरिस्। ठिकै छ, यही मोबाइलमा भए पनि कुरा गर्न पाइयो, केही छैन। अनि भाउजूको के छ खबर? भाउजू पनि ठिकै छ नि। यहाँ अब घरको काम अब त्यति गर्ने होइन, गाउँतिर यसो घुम्छे, कहिलेकाहीँ बजारतिर घुम्न जान्छे, त्यस्तै छ। सहरतिर यसो आउनु न कहिलेकाहीँ। ल हुन्छ, मिलाएर आउँला। खर्च पर्छ, के छ खर्च पर्छ। ल खर्च पर्छ आवश्यक पऱ्यो भने त यहाँ भन्न, तँलाई जति पैसा चाहियो यहाँ पठाउँछु, चिन्ता नगर। ल हुन्छ बुबा। आमा कहाँ हुनुहुन्छ? एकछिन बोल्न पाए हुने। आमासँग कुरा गर्ने? ल ल ल। छोरी सन्चै छ? आमा नमस्कार। ल भाग्यमानी हुनु। अनि कस्तो छ त? तँलाई रमाइलो लागिरहेछ कि लागेको छैन कि? पढाइ कस्तो भइरहेछ? साथीभाइहरू कतिको बनाएकी छिस्? पढाइ ठिकै छ आमा, साथीभाइहरू पनि अलिअलि बनाएको छु। ए ठिकै छ। खुसी भएको थिएस्? ए ल ल, राम्रोसँग पढ्नु। तँलाई के चाहिएको छ भन्नु, हामी यहाँबाट पठाइदिन्छौँ। पर्दैन आमा। अनि तपाईँलाई मेरो याद कतिको आएको छ नि आमा? के गर्ने नानी, मलाई त साह्रै याद आइरहेको छ।
यसो केही मिठो चोखो पकायो भने पनि सम्झिन्छु। झन् मासु पकाइदिन त मिल्नै गाह्रो हुन्छ। तँलाई खसीको मासु साह्रै मनपर्छ। खसीको मासु त झन् पकाउनै मन लाग्दैन मलाई। हो र आमा, मलाई धेरै खान मन लाग्छ। के गर्छस् नानी, कोही मान्छेहरू पाएँ भने म तँलाई खसीको मासुको सुकुटी बनाएर पठाइदिन्छु। अरू के चाहिन्छ घिउ पनि पठाइदिन्छु। 2 माना जति पठाइदिउँला नि त घिउ। अनि मजाले भातसँग खाऊ, मासु खाऊ है। बुझिस् होला नि? बुझेँ आमा, बुझेँ। हेर्नुहोस् न, कहिले कतै नबसेको मान्छे अहिले आएर मलाई त साह्रै न्यास्रो लागिरहेछ। मिल्छ भने भाउजू र तपाईँ आउनु न आमा, 1-2 दिन बस्न। ल कस्तो कुरा गरेकी छोरी तिमीले। अब भाउजू र म दुवैजना आउन मिल्छ? अनि यहाँ घरमा गर्नु परेन? अनि बालाई पकाएर खुवाउनु परेन? अनि भैँसीको स्याहार सुसार गर्नु परेन? दुईजना कता निस्किन मिल्छ? छोरी अब समय मिलाएर बरु 13-12 म आउँला है। ल नआत्तिकन बसेस्। ए ल आमा, ल राम्रोसँग पढ्छ है। अहिले चाहिँ म फोन राखेँ। भाउजूले नानीले सम्झेछि भनिदिनुहोस् है आमा। ल ल नानी ल ल छोरी। लाउनु होइन, हाम्रो छोरी कति निष्ठुरी भयो कि हामीलाई फोन गर्नुपर्ने ठाउँमा यो भाउजू चाहिँको मोबाइल किन फोन गरेको? ओहो, यसलाई यहाँ एकदम मिलेर बस्यो भनेर म छुटाउनुलाई सर लगाएर आएको खुरखुरु भाउजूलाई फोन गरिदिए बा। के भने त नि के भयो होला हाम्रो छोरी? ओहो, यो सहर गएर पनि छोरी चाहिँ नसुध्रिने त यसकै सङ्गतले बिग्रिने भयो। के गर्ने होला त अब एउटा उपाय त गर्नु पर्यो नि। यो घरमा मैले कसरी जिन्दगी कटाउने होला? 2टा मन, 2टा वचन, 2टा जिब्रो छैन। बाहिर हेर्दा ठिक्क पार्छ, भित्रभित्र मेरो मुटु खाइसके। नन्दले सोधेको बेलामा कमसेकम मन दिएको भए पनि एकछिन त बोल्थे। कोही बोल्ने साथी पनि भएन, कोही टिठाउने मान्छे पनि भएन। बाबामा मरेको भए यसरी नै सोध्थ्यो होला, के खान्छे छोरी, के लाउँछेस्? हे भगवान्, मेरो बाबामालाई किन तिमीले मबाट यति टाढा बनायो? मेरो जस्तो जिन्दगी त कसैको पनि नहोस्। उमेरमै बाबामा गुमाउनुको पीडा के हुन्छ मैले मात्रै भोगेकी छु। मैले जति सायद कसैले भोगेको छैन। आफ्नो आमाको माउको दाग, भगवान्। यदि अर्को जुनी छ भने भगवान् मेरो पनि बाबामा होस्, मेरो पनि घर परिवार होस्, मलाई माया गर्ने धेरै मान्छे होस्। यस्तै जाने हो मेरो जीवन। ओहो, खुट्टा दुखेको मान्छेलाई त गाह्रो हुने रहेछ। बोसारो हेर, यिनीहरूलाई मैले यहाँ पानी पुरै फोहोरो बनाएर, ओहो, यत्रो जिम्मा लिएर मैले काम गरेँ। हेर पानी, ओहो, बर्बादै बनायो नि। बोसाहरू काम छैन, स्कुल जाने होइन, केही होइन। पानी यस्तो खाने पानीमा आएर माछा मारेर, ओहो, यो अरू देख्यो भने के भन्छन् होला? यो पाले राखेको यसले केही कामै गरेन भन्छन् नि गालपारा केटाकेटीहरू। हो, कोही त आएन के अरे, बर्बाद बनेको।
ओहो अब धन्यवाद दिएपछि त काम गर्न पर्यो। अब छोरीलाई सहरमा राख्नलाई भनेर राम्रो ठाउँ हेर्दा हेर्दै 2-3 महिना बित्यो। उहाँ 2-3 महिना बित्यो भने मेरो तन मन भने चाहिँ यतैतिर थियो। बाली लाएन, मकै छरेनन्, न बाँझे भए। अब त्यता भैँसी फेरि दुब्लाए कि भन्ने रातो दिनको चिन्ता। फेरि त्यो अटेरी बुहारी म हुँदा त मेरो डरले जनतन काम गर्थे। अब म नभएपछि तँलाई नटेरेर न त्यसले फेरि आफ्नै हिसाबले हिँड्ने कि भन्ने पनि लागिरहेको। जे होस्, जहाँ गए पनि जहाँ रहे पनि आफूले जोडेको सम्पत्ति, अब त्यो भैँसीहरू भए, खेतीबारी साह्रै याद आउँदो रहेछ। हो त नि, आफूले कति दुःख गरेर जोडेको सम्पत्तिहरू हो, माया त लागिहाल्छ नि। के गर्ने, आफ्नै घरमा काम गर्न राखेको केटी आफूले बुहारी भनेर स्वीकार्नु परेछ। मलाई त यति रिस उठ्छ, त्यसको त अनुहार पनि हेर्न मन लाग्दैन। के गर्ने, अनुहार हेर्नु नआयो। भोलि हाम्रो सेकापछि सबै सम्पत्ति खाने त्यही हो। त्यो बसेको कुरै नगर, जति गरे पनि त्यसको बानीमा सुधार आउने होइन। अब यहाँ सुन बुढी, त्यसलाई त हामीले जति सक्दो सताउनु पर्छ, यो घरबाट निकाल्न बाध्य बनाउनु पर्छ। इनकेस जाँदै गएन भने भएका जग्गा जमिन अलिअलि छोरीलाई दिउँला, बाँकी रहेका बेचौँला। त्यसले गर्दा त्यतापट्टि अब चिन्ता नगर होइन। म सहरबाट आएदेखि सिधै बारीतिर आएँ। साँच्चै गाउँको हालखबर चाहिँ के छ बुढी? तपाईँ सहर गएपछि त गाउँमा ठुलै प्रगति भयो नि। ठुलै प्रगति भयो? कसरी नि? घर घरमा धारा आयो। के भन्छे? धारो त पुरै अस्तव्यस्त बिग्रिएको थियो त। अब सुन्नुहुन्छ, सहरबाट म्याडम आएकी थिइन्। म्याडमले सबै गाउँभरिका मान्छेहरूलाई बटुलेर बैठक राखिन्। उनले धारा सरसफाइ गर्ने, अनि महिनावारीको विषयमा भनिन्, स्वास्थ्यको विषयमा भनिन्, सबै कुरा जानकारी गराइन्। अनि श्रमदान पनि गर्न लाइन्। त्यसपछि टोड्केलाई सबैजना मिलेर त्यसलाई चाहिँ पाले राख्ने भन्ने हो। अनि त्यसको पाउने तलब हुन्छ नि, हो त्यो पनि तोकियो। 5,000 दिने सबैजना गाउँलेहरू मिलेर पैसा उठाएर भन्ने पनि भयो। अनि गएर त्यो धाराको मुहान छ नि, त्यो पनि सरसफाइ गरियो। त्यति मात्रै हो र त्यो पाइप त पुरै टालिएको रहेछ। गाउँलेहरू सबै मिलेर गएर त्यो पाइप पनि सफा गरियो। त्यसपछि त पानी राम्रो आउन थाल्यो। अझ त्यति मात्रै कहाँ हो र, त्यो म्याडमले भने कि त्यो पानीलाई पनि शुद्धिकरण गर्नुपर्छ अरे, झनै राम्रो हुन्छ अरे। साह्रै राम्रो पो भएछ त। घर घरमै धारो भएपछि गाउँले सबैलाई सुख भइगयो नि। गाउँले सबैलाई सुख त आफ्नो ठाउँ रह्यो, तर हाम्रो त्यो लुरी चाहिँ लुसी के अरे, त्यसले पो सुख पाउने भइ त। त्यसलाई त झन् डोकामा उहाँ पर पँधेरादेखि पानी बोकाएर त्यसको काँधको छाला, डडालोको छाला खुइलिने गरी दुःख दिनुपर्ने, त्यसले सुख पाउने भयो नि। तपाईँलाई नि त्यही चिन्ता, मलाई पनि त्यही चिन्ता। हाम्रो घोप्टेले चाहिँ सुख पाउने भयो भन्ने। अब के गर्ने, एक हिसाबले त म त खुसी नै लागेको छ। अब त्यो घोप्टे पँधेरामा जानु परेन। पँधेरामा नगएपछि हाम्रो कुरा पनि काटिने भएन। नत्र त्यो गाउँलेहरूसँग मलाई सासूले ससुराले दुःख दिए, काममा लदाए,
भनेर दुनियाँ थरीको कुरा काट्थ्यो होला, त्यहाँ जान परेन, त्यसोको चाहिँ खुसी छु है। ठिकै कुरा गरिस्। अब त्यही हो, ठिकै छ, यो कुरा त हुँदै गऱ्यो। अहिले त्यो ठोड्केको कुरा गरिस् नि, ठोड्केको कुरा गर्न साथ त्यसलाई लिएर पानीको मुहानमा जाउँ जाउँ लाग्यो। अब पहिला गइरहेको ठाउँ, हेरिरहेको ठाउँ पहिला कस्तो थियो, अहिले कस्तो बनाए, साथी त्यो ठोड्के चाहिँ कहाँ होला त? यतै होला नि। त्यसो मलाई पानीको मुहानमा जानै मन लाग्यो बुढी। जानु जानु हेरेर आउनु। बहिनी के गर्दै हो? ए दिदी, म त यहाँ फर्सी कुटाउन लागेको। यस्तो खडेरीमा नि कस्तो राम्रो फर्सी मुन्टा पार्नु भएको, कसरी हो? कसरी हुनु नि दिदी, अस्ति भर्खरै सहरबाट आएको म्यामले सिकाउनु भएको थियो नि। भात भान्सामा कहिलेकाहीँ हामीले हात धुँदा, खुट्टा धुँदा अनि भाँडाहरू धोएको पानीहरू त्यत्तिकै खेर फाल्नु हुँदैन, त्यो पानीले चाहिँ सामान्य तरकारीहरू खेती गर्न सकिन्छ भनेर सिकाउनु भएको थियो नि। हो त्यस्तै गरेर मैले पनि फर्सी रोपेर यसरी तयारी गरेको त राम्रै भयो। केही काम थियो कि दिदी? खासै काम त केही थिएन, यता जानला थियो तिमीलाई देखेर बोलाएको। तिम्रो फर्सी मुन्टा देखेर साह्रै खुसी लाग्यो मलाई त। म नि अब त्यस्तै गर्नु पर्ला, जान्छु है? ए हुन्छ दिदी हुन्छ। भाँडा माझेर फ्याल्ने पानीले त यस्तो बन्दो रहेछ नि त। ल पानीको मुहानमा पनि आइयो लाउरी बा। ल आउनु, मैले तपाईँलाई सबै देखाउँछु। अस्ति सहरबाट म्याडम आएर सबै गाउँका मान्छे जम्मा भएर अनि यहाँ मुहानमा आइयो। त्यसपछि पुरै सफा गरेको। हेर्नुहोस् त कति सफा सुग्घर छ, स्वच्छ पानी भयो। हो त, यो हेर्दै खाउँ खाउँ लाग्ने भएछ अहिले त। अनि सबै यो पात पतिङ्गरहरू यो पाइपभित्र छिरिया रहेछ। अनि गाउँका सबै जम्मा भएर यो पात पतिङ्गरहरू बाहिर निकाल्यो। अनि पानी त खुलुलु गइहाल्यो नि। फेरि त्यो म्याडम कति राम्री के, बोली पनि त्यस्तै मिठो। अनि हामी सबै चकित भयौँ। अब मान्छे राम्री, बोली मिठो, जे भने त्यही काम गर्न मन लाउने। बडो रमाइलो भयो नि। लाउरी बा तपाईँ हुनुहुन्थेन, तपाईँ बाबा जुरेन, म भइदियो भए त झन् उल्का रमाइलो भइहाल्यो। उल्का रमाइलो हुने नि। मलाई त कस्तो माया पनि गरिरहने। अनि मलाई त टोड्केजी भनेर बोलाउने के, कति मिठो सुमधुर बोलीमा। ओहो, म त राति सुतिन नि लाउरी बा, म त किन नि त्यही सम्झेर। लो बिहोस होला नि हिँड्दा हिँड्दै फेरि सपना हेर्नु नदेख। कस्तो रमाइलो के। ल अब यो पानीको मुहान देखाइहालिस्, राम्रो काम भएछ। विकास भन्ने कुरो गाउँको यसै गरी हुने हो। अब यो पानीको विकास भयो, तोरे है तेरै फेरि बेला बेलामा यसरी सफा चाहिँ गर्नुपर्छ क्या। होइन सफा गर्ने नि, यो सबै जिम्मा त मलाई दिएको छ नि त। हो र। अनि महिनाको 5000 दिन्छौँ टोड्केजी तपाईँलाई भनेर त्यो म्याडमले दिलाइदिएको। ए उल्का राम्रो भएछ नि। फेरि फेरि आउने कुरा छ कि, फेरि आउने कुरा छ। बेला बेलामा म आउँछु है, चेक गर्न टोड्केजी भनिन्छन् मलाई। अब एक त आफूले खाने पानी त्यसै पनि सफा गर्नुपर्ने, त्यहाँ माथि पैसा छ नि। ल राम्रो भएछ, खुसीको कुरो। म त अस्ति नै हेरेर आउँदा कस्तो हेरि नसक्थ्यो, अहिले त एकदम निश्चल क्लियर कट छ। ल ल जा, म त आइरहने ठाउँ अब यो हो, आउनु पर्छ। अनि अब रोजीरोटीको कुरा गर्नु पर्यो। अझै म्याडम आएपछि त ओहो कति रमाइलो हुन्छ। राम्रो के गजब बाखा नि। ल लाउरी बा, त्यो माथिको
पानीको मुहान सफा गरेपछि यो ट्याङ्की अहिले भोरी छ। ए पहिला खाली थियो अहिले भरि छ। अनि भनेपछि यहाँबाट पानी घर घरमा जान्छ। घर घरलाई टुटी खोल्दा थाहा पाउनु भएन र? थाहा पाइहाल्यो नि। अनि ल एकदम राम्रो भयो। उता मुहान पनि हेऱ्यो, यहाँ पानी ट्याङ्की पनि हेऱ्यो। ल जाउँ घरतिर। ल चल। अब बाटो यही पर्यो लाउरीबा। अब कुवा पनि हेरेर जाऊँ। ल त ल भइहाल्यो नि त नि भइहाल्यो गइहाल्यो। यो कुवा ल हेर्नुहोस्, पुरानो सम्पदालाई चाहिँ संरक्षण गर्नको लागि सबै गाउँका मान्छेहरू आएर सहर सफाइ गरेर छ्याक्क बनाइयो। अब कहिलेकाहीँ त्यो धाराको पानी आएन भने पहिरो जान्छ, के हुन्छ नि त कहिलेकाहीँ अपवादको रूपमा। आएन भने यही कुवाको पानी आउँदा जाँदा खान पनि भयो, ऊ आएर लिएर गएर घरमा खान पनि भयो। पुरानो संरचनाको संरक्षण गर्नको लागि गाउँभरिका मान्छेहरू जम्मा भएर आएर कुवा चाहिँ सफा गरियो। त्यो म्याडमले गर्दाखेरि त हामीले धेरै कुरा सिक्न पायौँ के। कहिलेकाहीँ त यस्तो सङ्घ संस्था भन्ने कुरो त एकदम आवश्यक हुँदो रहेछ नि लाउरीबा। हो त, चाहिन्छ नि त सङ्घ संस्था त। एकदम राम्रो हो। यो त बाटो साटो पर्दा त यसो खाएर हिँड्न पाइयो नि गाँठे। पाइयो नि। कुवा भने कुवा नै हो नि। अनि अब जाउँ ल। त्यही त अहिले खानुहुन्थ्यो कि माथि खाएर आइयो अनि त। अहिले त तिर्खा लागेको छैन, अब तिर्खा लाग्दा छँदैछ। यति भात घिची अनि यत्रो भाँडा थुपार दिन्छ। भाँडा मान्ने बेला आउँछ परसरी म भनेर गरम हुन्थ्यो छ। के गर्ने खै के गर्ने। घरमा यस्तो साह्रो आएको छ। म चाहिँ पानीको मुहान हेर्दै हिँडेको होइन बुढी। घरमा एउटा बुहारी बनाउँदै छँदै किन तैँले भाँडा माझिरहेको यो? किन माझे कि पर सरेर मुन्टे घिच्यो के। पानीले यति खाइ अनि भाँडा थुपारी त्यसपछि म त पर सरे भनेर। हेर न यो लाउरे नि आमा, कति रुखो बोले हो कि तपाईँ। त्यही भएर यिनलाई मैले तपाईँ भन्न नि मन लाग्दैन कि। घरि तपाईँ घरि तिमी भन्ने कारण नै यही हो। अस्ति भर्खर सहरबाट म्याडम आएर महिनावारी हुँदाखेरि आराम गर्नुपर्छ, गरुङको चिज उठाउन हुँदैन भनेर त्यत्रो सिकाएको होइन। बिर्सिसक्यौ, बुझेर पनि एकदम अबुझ बन्छौ के तिमी। धेरै जान्ने भएर नकराए टोड्के। फेरि यो भाँडा मान्न लाउँला नि म। त्यसै कराउँदो रहेछ है। के भकाउन अचलका मान्छेहरू। खै हामी पनि महिनावारी हुन्थ्यो, कहिले हामीलाई पेट दुख्दैन थियो। कत्रा घाँसको बारी बोकिन्थ्यो, दाउरा बारी बोकिन्थ्यो, मेला जान्थ्यो, केही हुँदैन थियो। अहिलेका मान्छेहरू चाहिँ के भकाउन्, पेट दुख्यो अरे नक्कल पार्या हुन् कि कम गर्नको कारणले। सबैको स्वास्थ्य एउटै हुन्छ र लाउरे नि है। तपाईँले घाँस काट्दा काट्दै, घाँस बोक्दा बोक्दै, भारी बोक्दा बोक्दै बालबच्चा जन्माए भन्दैमा बुहारीले पनि त्यही गर्न पर्ने हो र। तपाईँले अति गर्नुहुन्छ कि बुहारीलाई। जे भए पनि गाउँभरिका सासु मध्येमा सबभन्दा बढी चाहिँ हेला गर्ने बुहारीलाई तपाईँ हो कि। ए बुढा, यसरी जे पाइ त्यही बोल्दैछ होइन, यसलाई गाली गर न, नभए यही भाँडाले हानेर मारिदिन्छु। भयो भाइ, चुप लाग्न हेतिर चुप लाग। यो घरको रिसले बाहिरको मान्छेलाई नतर्छ। यो त मेरो साथी हो। मैले जे भने पनि आइज बाबु भन्यो भने सहयोग गर्छ, जहाँ जाउँ भने पनि जान्छ। किन यसलाई रिस गर्छस्? छोड्दै यो कुरा। त्यो कहाँ मरि त्यो? त्यसले भाँडा मात्र नभए पनि ऊ बाहिरतिर गएर मकै उखाल्न हुन्छ, खन्न हुन्छ। बुहारी, ए बुहारी, होइन तँलाई दिउँसै दिउँसै सुत्न लाज लाग्दैन भने खुर्कन उठेर मकै खन्न जाने यो धर्मशाला हो? आरामले भात खायो अनि सुत्या छ। खुब लाज नभएको, छिटो उठ। टोड्के बाबु, यो मेरो बुढीले
यति रिस गरी भनेर चित्त नदुखाउँ है। यो धेरै समयपछि भाँडा माझ्न लागेको रिसले चुर भइरहेछ क्या। यिनको एउटा बेहोराको थोपै छैन, त्यही भएर म तपाईँ घर आउन नि मन लाग्दैन। त्यही नभन कोही कुरा सहन पर्छ क्या। होइन यसलाई घरबाट भुक्राएर निकाल्छ कि के गर्छ चुप लाग्यो चुप राखे के खान आएको मेरो घरमा? आइहाल्छ नि, मैले लिएर आएको नि। उहाँ सबै पानी घाँस काट्दै हो कि क्या हो? ए म त यहाँ अस्ति सहरबाट म्याडम आउनु भएको थियो क्या, हजुरलाई नि थाहा होला नि त। सरसफाइ घर आँगन करेसो सरसफाइ गर्नु रोग लाग्दैन भन्नुभएको थियो, त्यसै भएर म त सरसफाइमा छु त। होइन छोराबारी कहाँ गएर आफै सरसफाइ गर्न लाउनु भयो? ए यो सक्ने काम जसले पनि गरे हुन्छ क्या, यसले गर्नुपर्छ उसले गर्नुपर्छ भन्ने छैन। जसले सकिन्छ त्यसले गर्ने, जसले भ्याउँछ त्यसले गर्ने हो, भर कसैको नि पर्नु हुँदैन। आउनु नि यता एकछिन गफ गरेर बसौँ। बुढो हड्डी कति घटिरहनुहुन्छ हो? आउनु। काम गर्दा गर्दै त्यहाँ गएँ भने गफैमा भुलिन्छु। त्यो गफ कहिले छोड्नु मन लाग्दैन। फेरि यो आजकल र काम गर्दा गर्दै छोडे भरे फेरि त्यति काम पनि गरे हुन्छ आमाले भन्लान्। फेरि अचकल्टै हुन्छ। गफ गरेपछि गफैमा भुलिन्छु। के गर्नु, कसैको भर पर्ने ऊ छैन, मेरो त बानी छैन। यस्तो पो छ त। तिम्रो त फेरि गफै मिठो छ, गफ गर्दा गर्दा फेरि उठ्नै मन नलाग्ला। काम उतातिर आजकल त त्यत्तिकै रहला। कति काम गर्नु बस्नु एकछिन। बसौँ न भने बस्नु एकछिन। लौ त अनि बसी म त। आफ्नो त केही गरौँ भने पनि बुहारीले भयो आमा नगर्नु म गर्छु भन्छ। अब के गर्नु, मेरो पनि बुवाले त्यसै भन्छ, तर मेरो मनले मानेन। म त आफै गर्छु सक्ने काम त। म त गर्दिनँ। सकुन्जे त गर्नुपर्छ क्या, जिम्दो दाँड मार्नुहुन्न। गर्नै दिन्न त के गर्ने।
नमस्कार सबैजनालाई। म यो कथाको पात्र टिकुली, यो कथाको लेखक, निर्देशक, कलाकार टिका सानु। आज पनि तपाईहरुलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। भर्खरै हजुरहरूले हाम्रो टेलिसिरियल टिकुली हेरिसक्नुभयो। कस्तो लाग्यो जस्ताको तस्तै प्रतिक्रिया लेख्न नबिर्सिनुहोला। राम्रो लागेको भए राम्रो लेखिदिनु होला, हामी अझै राम्रो गराउँदै जानेछौँ। नराम्रो लागेको भए हाम्रा कमी कमजोरीहरू पनि लेखिदिनु होला, सच्याउँदै जानेछौँ। तर माया चाहिँ पहिलेको भन्दा अझ धेरै चाहिन्छ, माया घटाउन पाइँदैन। सबैजनाले हामीलाई हेरिसकेपछि मन परेमा आफ्नो फेसबुकमा यो भिडियोलाई सेयर गरिदिनु होला, च्यानललाई सब्स्क्राइब गरिदिनु होला र अघि पनि भनिसके मैले, हजुरहरूले जस्तो लाग्छ त्यस्तै कमेन्ट गर्न नबिर्सिनु होला र भिडियोलाई लाइक पनि गरिदिनु होला। धन्यवाद, नमस्कार।